यो भ्लग ट्रिपबाट स्टार्ट भएको होइन, यो भ्लग एक गल्तीबाट स्टार्ट भएको हो। विराटनगरबाट आएका हामी 4 जना, न्यू प्लेस, जीरो आइडिया, जीरो प्लान। पाथिभरा मन्दिरसम्म पुग्न लगभग 7 किलोमिटर हामी पैदल हिँड्यौँ, 4 घन्टा ठ्याक्कै। हेलो, हाई। खुसी एन्ड रिलिफ। हामी पुगिसक्यौँ, अब सिँढीमा चढ्ने हो, माथि जाने हो। बट रिटर्नमा एभ्रिथिङ चेन्ज्ड। गाडी थिएन, मान्छे थिएन, नेटवर्क पनि छैन। डेन्स फरेस्ट, रङ टर्न एन्ड देन वी रियलाइज्ड वी आर लस्ट। हामी दौडियौँ, हामी चिच्यायौँ, डरले आवाज नि कापिरहेथ्यो। पुरा अन्ध्यारो रुखे रुख जङ्गलले भरेको डर एनिमलको हुनसक्छ, डर अन्धविश्वासको हुनसक्छ। That night, this trip stopped being a travel vlog. हेलो गाइस, हामी बसिसकेको छौँ गाडीमा, अब जाँदैछौँ बसन्तपुर। अनि यो पछाडि अनेक हेलो ब्रो, यो सक्छौँ हाम्रो। हेलो ब्रो, एकदम रमाइलो गर्नेछ हामी गएर त्यहाँ। कस्तो फिलिङ आउँदैछ? एकदम राम्रो, त्यहाँ गएर त हल्का बसाइदिन्छ। Guys, we are going to have a lots of fun in these 3 days. हामी धनकुटा पुगिसक्यौँ। यो गाइस, हामी चाहिँ बसन्तपुर आइसक्यौँ। फाइनली हामी आइसक्यौँ। गाइज, भन। अब हामी जान्छौँ होटलको लागि, त्यहाँ बस्छौँ। त्यहाँबाट हिँड्नु जाउँ, हेरौँ, मन पऱ्यो भने बसौँ, मन परेन छँदैछ होइन। ल, अनि त्यो एउटा त्यो थियो नि टपमा जाने, पाथिबाट मन्दिर हो पाटिहारा मन्दिर। अँ, यहाँदेखि कति टाढा छ? यहाँ 2 घन्टा। यो चाहिँ कहिले पढेको थियो लास्ट टाइम? दुई वर्ष अगाडि पढेको थियो त। हामी रुम बुक गरिसकेछौँ। अब हामी रुम टुर हेराइदिउँ। रुम यस्तो छ हाम्रो। पिङ्की रुम छ हाम्रो, हल्का बसाइदिन्छ। उहाँहरू विराटनगरबाट आउनु भएको छ मनोरञ्जन गर्नको लागि, रमाइलो गर्नको लागि। भरे नाच्नुपर्छ, गाउनुपर्छ, उफ्रिनुपर्छ, त्यस्तो सबै सुविधा छ होइन। गाइस, तातो पानी खाऊँ, तातो पानी। हेलो, नमस्ते। नमस्ते। अब तपाईँहरू सर आउनुहुन्छ, सर जानुहुन्छ, त्यो कसैले भन्दैन पनि। कसैले त्यहाँको उत्पत्ति भयो, यी सबै कुराहरू बुझ्नुपर्छ क्या गहिरिएर। अब यहाँ भनेको तपाईँको जब बसन्तपुर आइसिटी आएपछि भनेको तपाईँहरू 3वटा जिल्ला घुम्न पाउनुहुन्छ। यहाँ भनेको तेह्रथुम, सङ्घसभा, धनकुटा को सङ्गम स्थल भनेको चाहिँ बसन्तपुर यो एउटा नाका हो। हाम्रो खाना आइसक्यो, 3 जना चिकन अनि एउटा भेज स्पेसल भेज। गाइज, हाम्रो अर्ग्यानिक होटलको अर्ग्यानिक खाना आइसकेको छ, हेर्नमै टेस्टी लागिरहेछ, डेलिसियस लागिरहेछ। यस्तो मौसममा मलाई एउटै गाना याद आउँदैछ, पहाडों के ऊपर जंगल के पास देखो कौन अपनी से है आया यार। हामी जाँदैछौँ अब। अनि सक्छौ कि सक्दैन हिँड्न? खोइ यता भनिदेऊ त। सक्छु, हल्का बसाइदिन्छ। यता हेर्नु, भिडियो कल हुँदैछ, माई गड भन्दैछ, किस दिँदैछ। यहाँ चाहिँ हामी राम्रै भ्यू हेर्न पाएको छौँ। हेर्नुहोस् कस्तो यहाँ चाहिँ फोटो खिचिरहेछ हाम्रो साथीहरू। अब पर फोटो 100 रुपिस भन्दै थियो। यो भ्यू हेर्नुहोस्। गाइज, हामीलाई चाहिँ ओभर गर्मी भइसकेको छ अहिले। त गाइज, के भन्न चाहन्थ्यो भने पहाड चढ्ने एक्सपिरियन्स छैन, चढ्दा हालत खराब भइसक्यो। हेर्नमा कति नजिक लाग्दैछ त्यो हेर्नु त, त्यहाँबाट पनि नजिक लाग्दै थियो। अब हामीले त्यहाँ टुप्पो जानुपर्छ। हामी हिँड्न नसकेर अहिले एउटा बाँचेको छौँ रुखको। अब यसले ट्रेकिङ गर्दै जाउँ। उही तर यसले सजिलो हुन्छ है, हिँड्दै गरौँ। साथीहरू भेट्यो भने बाटोमा रमाइलो हुन्छ। कति टाइम लाग्छ यहाँदेखि जान? यहाँदेखि अब हिँड्दै गयो भने 2 घन्टा जति लाग्छ।
हामी हामी अहिले सर्टकट बाटो जाँदैछौँ अब यहाँ कति टाइम लाग्छ यहाँको दिदीले हामीलाई गाइड गर्दै हुनुहुन्छ यस्तो बाटो कति बेर छ अहिले देउरालीको उकालोमा छौँ एकछिन रुकौँ है हेलो हाई राम्रो आउनु पर्यो भाइको भिडियोमा चाहिँ म राम्रो हुन्छ हाई गाइज घनश्याम ऊ त्यहाँ छ यता भ्यू हेर्नु घनश्याम ऊ त्यहाँ पर पुगिसकेको छ हेर्नु कति ढिलो आउँदैछ हामी यहाँ रुकेको छौँ पानी खानलाई अनि अब 15 मिनट जति बाँकी छ अझै चढ्नुपर्छ सिरिस भयो सुरुमा भन्दै थियो त हल्का मचाइदिन्छ जे होस् अहिले हामीभन्दा आधी घन्टा पछाडि आएको छ अनि हालत खराब भएको छ बस हावा निकल गई त्यो मनिषा दिदीहरूको कारण हाम्रो अलमोस्ट 1 घन्टा जति टाइम सेभ भयो बट यहाँ दुईटा हामी चाहिँ धेरै नै थाकिसकेको थियौँ त्यही भएर हामीलाई बाटो देखाइदिनु भयो अनि जानुभयो उहाँहरूले अनि हामीहरू अब जान्छौँ मन्दिर त आइसक्यो अझै तर त्यति चढेर जानुपर्छ त हामी पुगिसक्यौँ अब सिँढीमा चढ्ने हो माथि जाने हो सबैको हालत चाहिँ त्यस्तै हेरिरहेछु के भन्न चाहन्छु हाउ आर यु फिलिङ खुट्टा हल्लिँदैछ स्ट्याचु भइसक्यो चिया खाऊँ तातो पानी खाऊँ अनि मन्दिर जानुपर्छ धेरै नै थाकिसक्यौँ हामी हिँड्दै दिदीहरू फेरि भेट्नु भयो फुल जोसमा छौ केटाहरू यस अब फुल जोस अब इनर्जी आइसकेको छ खोइ जय पाथिमाला हामी यहीँसम्म आउँदा आउँदा थाकिसक्यौँ अझै कति छ कसरी जाने हो माथि गाइज पागल हो गाइज फाइनली वी रिच अघि बहुत परिश्रम 20,000 स्टेप्स गाइज आफ्टर 20,000 स्टेप्स गाइज हामी पाथिभारा मन्दिर आएर हिमाल पनि हेर्न पायौँ त्यहाँ छ हिमाल अनि हामी मन्दिरको दर्शन पनि गऱ्यौँ अनि फोटोहरू पनि खिच्यौँ अनि अब चाहिँ तल जान लागेको अनि कमलेश हाम्रो शाहरुख खान स्टाइलमा शाहरुख खान सिन हेर्नु गाइज सिन लाग्दैछ क्लाउडकै भित्र छु म वाह हल्का मेहनत गऱ्यौँ तर सेटिस्फाइड नै भयौँ अलिक खर्च भयो हदै चिसो बढिसकेको छ गाइज ओभर यहाँ 1 सेकेन्ड पनि रुक्नु भनेको पुरै यहाँ हात पुरै जमिसकेको छ कताबाट आउनुभएको तपाईँहरू हामी झुम्काबाट ए हामी पनि विराटनगरबाट मेरो नाम घनश्याम शाह तपाईँको ए हस् हाम्रो एक्सपिरियन्स यस्तो भयो कस्तो भयो अनिक भनिदेऊ त चिसो छ अनि मजा आउँछ हैन यसको टेम्परेचर ज्यादा हुँदैन फेरि तपाईले मजा आउँछ कति छ 4 जना आइम गाइज तर इट वाज बेस्ट का हामी 4 जना आइम नि अरु लोकल मान्छेहरुसँग पनि भेट्दै घुम्दै गफ गर्दै तर हामी ग्रुपमा आउँथ्यौं भने त्यस्तो एक्सपिरियन्स लिन पाउँथिनौं तपाईहरुले सजेस्ट गर्छु इफ जादैन भने तपाईहरुको साथी छोड्दिनुस् 3 जना छ 4 जना छ एक्लै त्यही पनि आउनुस् यहाँ एक्सपिरियन्स लिएर जानुहोस् यहाँबाट 1.5 घण्टा त्यहाँ हल्का हल्का त्यो हिउँ पनि देख्न पाइन्छ हैन जमेको चाहिँ देख्नुहुन्छ भने त्यो 3 जना सिधै त्यो गइरी देख्यो नि
हो त्यहाँ पोखरी छ, अहिले चाहिँ भ्याउँदैन होला है? पोखरी छ। त्यो पोखरीमा चाहिँ पुरा जमेको हुन्छ, मान्छे हिँड्दा पनि थाम्ने खालको जमेको हुन्छ। यहाँदेखि चाहिँ अब हामी फर्किने विचार गरिरहेका छौँ। यहाँदेखि हिउँ परेको छ घोपा पोखरी, तर घोपा पोखरी चाहिँ नन स्टप 5 घन्टा जानुपर्छ। 22 किलोमिटर छ यहाँदेखि। तपाईँहरू झुम्काबाट ए अनि बाइकमा चाहिँ कति घन्टा लाग्छ? अनि आज नै फर्किनुहुन्छ? ए ए हस् हस्, बाई बाई, राम्ररी जानु। अहिले चाहिँ हामी फर्किने बेला सनसेटको नजारा पनि हेर्न पायौँ। सनसेट हुँदैछ। अब कति घन्टा लाग्छ फर्किन थाहा भएन। अहिले नै 5:15 बजिसकेको छ। अहिले रेस्ट गर्न बसेको छौँ। आधी बाटो पुगिहाल्यौँ नि। आधी बाटो चाहिँ पुग्यौँ। अनि हाम्रो मोबाइलको सबको चार्ज लो भएको छ। अब घरमा गएर चार्ज लगाउने। घना जङ्गल यार। जम पिच बाटो पक्रिहालौँ छिटो, अनि टेन्सन हुँदैन। यहाँ हाम्रो हालत खराब भइसकेको छ। यहाँ अनिकको पनि अनिक हिँड्न सकिरहेको छ। यहाँ बाटोमै झोलाबाट बिस्कुट खान थालेछ निकालेर। गाइस पुरै अन्ध्यारो भइसक्यो हामी फर्किँदा। अब डर त के भनौँ, अलिअलि लाग्दैछ पछाडि। बाटोमा जुन फटेको थियो नि गाडी एक्सट्रिम लेभलको थियो। जुन बाटो 2 घन्टा लागेर गएको थियो नि, त्यो हामी 20 मिनटमा हामी ओल्डिङ सोचिसक्नुहुन्छ। डर एनिमलको हुनसक्छ, डर अन्धविश्वासको हुनसक्छ। त्यो डरले हामीले 20 मिनटमा ओह्रालो चलायौँ। अहिले हामी हल्का बजारतिर पुगेको छौँ र अब हल्का फ्री लागिरहेको छ। हामीलाई कस्तो इल्युजन टाइपको भयो। हामी सर्दी ठन्डी सब भुलाएर पक्रेर यति स्पिड कुदेको छौँ नि। सब भुलाएर हामी आयौँ। हामी चाहिँ होटल चाहिँ लगभग 6-7 बजीसम्म पुग्यौँ। अनि त्यसपछि हामी अब अलिक तातो पानीहरू खान जाँदैछौँ। कपडाहरू लाएर धेरै नै चिसो परेको छ। केही देखिरहेको छैन। जाँदैछौँ अब डान्स गर्छ। मायाको डोरीले तिमीलाई बाँधौला, मायाको डोरीले तिमीलाई बाँधौला, दिलको मोटर कारमा तिमीलाई चढाउला। अहिले जाँदैछौँ क्याम्प फायरमा, किनभने हामीहरू सेकुवाहरू खाइसक्यौँ। अब बाँकी छ गीतहरू मजाले बजिरहेछ, डान्सहरू भयो एकदम। तपाईँहरू भिडियो हेर्नु नै हुन्छ। यो हाम्रो क्याम्प फायर हुँदैछ अनि हाम्रो केटाहरू डान्स गर्दैछन्। फिर क्या हुआ? फिर क्या? अगले दिन अपने मोहल्ले में